हेलो सम्पूर्णमा नमस्कार। म सञ्जीव यहाँ समक्ष फेरि एउटा भिडियो लिएर आइसकेको छु। एउटा इन्फर्मेटिभ भिडियो छ। जो पनि साथीहरू नेपाली सिटिजन हुनुहुन्छ र नेपालदेखि युएई एज अ वर्किङ भिसामा रेसिडेन्ट भिसामा हुनुहुन्छ, उहाँहरूले आफ्नो फ्यामिलीलाई बोलाउन चाहनुहुन्छ युएईमा इन फ्यामिली भिसा, होइन? फ्यामिली भिसा चिल्ड्रेन या आफ्नो फ्यामिलीलाई ल्याउन चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि छ। र यो भिडियो मैले स्पेसिफिकल्ली अहिले अबुधाबीको लागि बनाउँदैछु है त। सो स्टार्ट गरौँ। स्टार्टिङमा चाहिँ हामीले अब के डकुमेन्टहरू प्रिपेयर गर्नुपर्छ। सो जसले स्पोन्सर गर्दै हुनुहुन्छ युएई अबुधाबीबाट भने उहाँहरूको हकमा चाहिने डकुमेन्टहरू पहिला चाहिँ इमिरेट्स आइडी, पासपोर्ट कपी र रेसिडेन्स भिसा, र यो चाहिँ यो तिनवटै चिजहरू मिनिमम 6 मन्थ भ्यालिड हुनु पऱ्यो, होइन? त्यो इन्ट्री गर्नुभन्दा अगाडि चाहिँ 6 मन्थ्स भ्यालिड हुनु पऱ्यो। त्यसै गरी आउँछ तथिक भनेको यहाँ के हुन्छ, जुन पनि तपाईँले आफ्नो एकोमोडेसन लिनुभएको छ, 1 BHK स्टुडियो जुन रुम लिनुभएको छ, त्यो डाइरेक्ट तथिकबाट वेबसाइट छ यहाँको, त्यो टेनेन्सी कन्ट्र्याक्ट तथिकबाट रजिस्टर भएको हुनुपर्छ त्यो डकुमेन्ट। त्यसै गरी कुनै बेला चाहिँ तपाईँले यो टाका लेटर भन्छ। टाका भनेको यहाँ वाटर एन्ड इलेक्ट्रिसिटीको एउटा अथोरिटी छ, त्यहाँबाट पनि एउटा बिल चाहिँ आवश्यक पर्न सक्छ। तर त्यो म्यान्डेटरी हुँदैन, कुनै बेला मात्रै सुत्तिन्छ। भएको एकदम राम्रो यदि तपाईँहरूसँग छ भने त्यसले चाहिँ अझै पनि एड्स गर्छ, होइन, तपाईँले त्यो भिसा सहजताको लागि। त्यसै गरी यदि तपाईँ चाहिँ प्राइभेट कम्पनीमा हुनुहुन्छ भने वर्क पर्मिट र लेबर कार्ड म्यान्डेटरी रहेको छ। यदि गभर्मेन्ट या सेमी गभर्मेन्ट कम्पनी हुनुहुन्छ भने त्यहाँ चाहिँ इम्प्लोइमेन्ट कन्ट्र्याक्ट हुन्छ। त्यो इम्प्लोइमेन्ट कन्ट्र्याक्ट लेबर कार्ड र वर्क पर्मिटको बदलामा तपाईँले चाहिँ इम्प्लोइमेन्ट कन्ट्र्याक्ट लिन सक्नुहुन्छ। त्यसै गरी ब्याङ्क लेटर या लास्ट 3 मन्थ स्टेटमेन्ट, तपाईँ जुन ब्याङ्कमा चाहिँ कारोबार गर्नुहुन्छ, ब्याङ्क एकाउन्ट छ, त्यसको ब्याङ्क लेटर भए पनि हुन्छ, या त लास्ट 3 मन्थ्स या 6 मन्थ्सको स्टेटमेन्ट भयो भने पनि पर्याप्त हुन्छ है। र अन्तिममा स्यालेरी सर्टिफिकेट पनि चाहिने हुन्छ। यो चाहिँ जसले चाहिँ स्पोन्सर गर्दै हुनुहुन्छ उहाँको डकुमेन्टहरू रहेको छ। 7-8वटा डकुमेन्ट यो चाहिँ म्यान्डेटरी नै रहेको छ। स्यालेरीको हकमा कुरा गर्नु पर्दाखेरि तपाईँको स्यालेरी मिनिमम 3000 इन्क्लुडिङ एकोमोडेसन। यदि तपाईँले कम्पनीले एकोमोडेसन दिएको छ र स्यालेरी 3000 बुझिराख्नु भएको छ भने तपाईँले एप्लाई गर्न मिल्यो, र विदाउट एकोमोडेसन 4000 छ भने पनि मिल्यो है। मिनिमम त्यो रेन्ज चाहिँ यहाँ इन्डिकेट गरेको छ। त्यसै गरी फ्यामिलीको हकमा के डकुमेन्टहरू चाहिन्छ त यो कुराहरू पनि बुझिराखौँ। यदि तपाईँले आफ्नो स्पाउस, हस्बेन्ड या वाइफलाई चाहिँ स्पोन्सर गरेर बोलाउँदै हुनुहुन्छ भने वाइफ या हस्बेन्डको केसमा उहाँहरूको पासपोर्ट कपी, पासपोर्ट साइज फोटो, र त्यसै गरी पुलिस क्लियरेन्स सर्टिफिकेट पनि एकदमै म्यान्डेटरी गराएको छ, होइन? त्यो पनि अटेस्टेड हुनुपर्छ नेपालबाट, नेपाल पुलिसबाट पुलिस क्लियरेन्स सर्टिफिकेट लिन नबिर्सिनु होला। त्यसै गरी यो अटेस्टेड पनि हुनु पर्यो, र म्यारिज सर्टिफिकेट पनि अटेस्टेड गराएर नेपाल एन्ड युएईको अटेस्टेसन गराउनु पर्ने म्यान्डेटरी छ। नेक्स्ट भनेको यदि तपाईँले आफ्नो बाबु नानीलाई पनि बोलाउँदै हुनुहुन्छ आफ्नो स्पोन्सर भिसामा भने यदि उहाँहरू चाहिँ बिलो 18 वर्षको मुनि छ भने उहाँहरूको बर्थ सर्टिफिकेट, र 18 वर्ष मुनिकोलाई मात्रै स्पोन्सर गर्न पाउनुहुन्छ। त्योभन्दा माथिकोलाई चाहिँ अहिले रुलले दिँदैन, स्पोन्सर गर्न मिल्दैन है त। र बर्थ सर्टिफिकेट एटेस्टेड नेपाल एन्ड युएई दुवै तर्फबाट एटेस्टेड हुनुपर्छ। उसको पासपोर्ट कपी र पासपोर्ट साइज फोटो भए पछाडि हामीले भिसा प्रोसेस अगाडि बढाउन सक्छौँ। अब यति डकुमेन्ट तपाईँहरूसँग हातमा भइसके पछाडि हामीले के गर्न सक्छौँ त अब भिसा प्रोसेस स्टार्ट गर्न सक्छौँ। त्यसमा सुरुमा अब डकुमेन्ट प्रिपेरेसन कुराहरू हामीले गरिसक्यौँ। सेकेन्ड स्टेप भनेको इन्ट्री पर्मिट एप्लाई गर्नुपर्ने हुन्छ। यहाँको कुनै पनि टाइपिङ सेन्टरबाट इन्ट्री पर्मिटको लागि चाहिँ आवेदन दिनुपर्ने हुन्छ, र मेरो केसमा चाहिँ विथिन 3 वर्किङ डेजमा इन्ट्री पर्मिट आएको थियो। र त्यस पछाडि तपाईँहरूले टिकट काट्नुहुन्छ, फ्यामिलीलाई यहाँ बोलाउनुहुन्छ, होइन? विथिन 2 मन्थ्स ड्युरेसन हुन्छ। 60 दिनभित्र तपाईँहरूले चाहिँ फ्यामिली
यहाँ बोलाइ सक्नुहुन्छ। त्यो क्लियरली इन्ट्री परमिटमा लेखेको हुन्छ है। र त्यस पछाडि हाम्रो युएमा आइसके पछाडि प्रोसेस भनेको मेडिकल चेकअप हुन्छ र मेडिकल गरिसके पछाडि बच्चाहरूको केसमा 18 वर्षभन्दा मुनि छ भने मेडिकल रिक्वायरमेन्ट हुँदैन, एडल्टलाई मात्रै हुन्छ, 18+ मात्रै मेडिकल रिक्वायरमेन्ट हुन्छ। त्यसै गरी मेडिकल सकिसके पछाडि इमिडिएट्स आइडी एन्ड बायोमेट्रिक्सको प्रोसेस हुन्छ। बायोमेट्रिक्स तपाईँको हातको, आँखाको होइन बायोमेट्रिक्स लिने गर्छ। यहाँ चाहिँ अबुधाबीमा आइसिपीले यो प्रोसेसहरू अगाडि बढाउँछ। र त्यसै गरी त्यो भइसके पछाडि तपाईँको भिसा स्ट्याम्पिङ पछाडि इमिडिएट्स आइडी तपाईँहरूको हातमा आउँछ र कम्प्लिट 2 इयर्सको लागि तपाईँ चाहिँ युएईमा लिगल रेसिडेन्स हुन सक्नुहुन्छ विथ फ्यामिली। ल आजको लागि द्याट्स इट। सो यो इन्फर्मेसन तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गर्नु होला र कुनै पनि स्टेपमा चाहिँ तपाईँले कुन प्रोसेस कसरी अगाडि बढाउनु, जस्तो एटेस्टेसन रिलेटेड, बर्थ सर्टिफिकेट, म्यारेज सर्टिफिकेट नेपालमा हामीले चाहिँ कसरी बनाउन सकिन्छ त्यो जान्नु मन लाग्छ भने मेरो भिडियो मार्फत तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। यद्यपि धेरै भिडियोहरू चाहिँ युट्युब र टिकटकमा पनि पाउन सक्नुहुन्छ। एनिवे यदि अझै क्लियरली अहिले लेटेस्ट 2026 को चाहिँ रिक्वायरमेन्ट चाहनुहुन्छ भने म त्यो भिडियो पनि बनाएर यहाँलाई पस्कन सक्छु है त। थ्याङ्क यू सो मच फर लिसनिङ टिल दिस टाइम। Have a good day. Bye.